रवि लामिछाने जेलबाट छुटेपछि आज पहिलो सम्बोधन गर्दै चितवनमा भनेको एउटा कुरा, जेन्जी विद्रोहलाई कुनामा बसेर चुनौती दिने काम नगर है, जेन्जी विद्रोह नेपाली जनताले गरेको विद्रोह हो भनेर भनेका छन्। उनले कसलाई लक्षित गरेर भनेका होलान् त्यो कमेन्ट गर्नु होला र भिडियो पनि पुरा सुन्नु होला है। यो देशको सपना पूरा गर्नको निमित्त तिम्रो छोरोले तिम्रो छोरीले दिएको बलि एक अंश पनि खेर हुँदैन डर राख, किनकि त्यही परिवर्तन गर्नको निमित्त भएर मानिसहरू जागेका हुन्। मैले 24 गतिको कुराकानी गरेँ होला, त्यही घुसपठियाहरू पैसाहरू आयो होला, र अघिल्लो दिन ताकी गोली खाएर ढलेका मानिसहरूलाई देखेर आक्रोशित जनताले घर घरबाट विद्रोह गरेका हुन्। जनताले गरेको विद्रोह हो, त्यो विद्रोह सामान्य होइन। त्यो विद्रोहलाई कतै कुनामा बसेर चिस्काउने चलाउने आँट नगर है, खबरदार। जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद बिउताउने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरू हो होसियार। शहीदको रगतले सुकेको छैन।